रेलवे स्टेसन स्टार्ट भयो हो। म तपाईहरुलाई दार्जिलिङको रेलवे स्टेसन टोय ट्रेन रेलवे स्टेसन देखाउन जाँदैछु। राम्ररी हेरिदिनुहोस् तपाईहरुले हो। यो रेलवे स्टेसन यहाँबाट चाहिँ उ परे यस्तो देख्छ पर यो दार्जिलिङको तल्लोपट्टिको चाहिँ दार्जिलिङको चित्रे भन्ने जग्गाहरू जान्छ। त्यो माथिल्लोपट्टिको चाहिँ दार्जिलिङको झिल भवन पनि देख्दैछ हो। सबै दृश्य देख्दैछु। यो चाहिँ मेन रोड हो दार्जिलिङको मेन रोड। दार्जिलिङमा यस्तो हुन्छ दार्जिलिङ रेलवे स्टेसन सुर्ग जाने बाटो मै खुरौला हो गाईलाई चराउँदै लाली जोबन जान्छ कि हजुरा हो पाता बजाउँदै म पहिला मरौला सुर्ग जाने बाटो मै के भयो बिग्रियो अरे जोबन जान्छ कि हजुरा चेन्ज हुन्छ भन्दा कहाँ पैसा जोबन जान्छ कि हजुरा हो पाता बजाउँदै उतकेर गयो यो मेरनी ढाकाले ढाकेर राखेको आफैमा आइलाग्यो के जवानी भरको ढाटेको बुझ्न नसकिने खै के हो दिने रितको संसार एकत्र हिजो मेखेर गएको आज नि अबेर भइसक्यो म चाहिँ आफ्नै बाटो मलाई त यो बताउले भिडियो बनाउनु पनि हाम्रो बाटो रानी टोय ट्रेन बाटो रानी दार्जिलिङ सँगसँगै हाँसखेल गरौला पिरतीको ढुङ्गा चढौला मान्छेले खाने खोलीको ल्याउ आए म त कान्छी तिम्रो सँगसँगै हाँसखेल गरौला पिरतीको ढुङ्गा चढौला चाहिँदैन हिरा चाहिँदैन मोती चाहिँदैन सम्पत्ति मलाई